प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धी समस्या तत्काल समाधान गर्ने बाटोतिर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ। बुधबार सम्बन्धित पक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपदकै रूपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने प्रतिबद्धता जनाउनु भएको हो। साथै उहाँले सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेरै भए पनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने पनि बताउनु भएको छ। यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा गौतमले यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने बताउनु भएको छ। बुधबार स्वास्थ्य बीमा सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो। मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई सहज रूपमा अघि बढाउनको लागि आफूले सुधारका कार्यक्रम अघि सारेको तर त्यसमा सरकारवाला मन्त्रालयहरूले साथ नदिएको गुनासो पनि गर्नुभएको छ। नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क बनाउने भनेर भनेकाले सरकारले 98 वटा औषधि निशुल्क वितरण गर्ने व्यवस्था गरेको भए पनि विद्यमान बीमा स्वास्थ्य कार्यक्रमले त्यसमा पनि उल्झन गरेकाले आफूहरूले त्यसलाई हटाउने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी गर्दा पनि सरकारवाला मन्त्रालयहरूले सहयोग नगरेको मन्त्री गौतमको गुनासो रहेको थियो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न आफूहरूले पहल गर्ने प्रतिबद्धता सहित आयोग पुगेको टिकटकको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा उहाँले यस्तो बताउनु भएको हो। प्रविधि र सामाजिक सञ्जाल मार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनु पर्ने उहाँको भनाइ छ। टिकटकले नेपालमा पवित्र सोचका साथ निशुल्क निर्वाचन सफल बनाउने कामहरू गर्न लाग्नु आफैमा महत्त्वपूर्ण कुरा भएको उहाँको भनाइ छ। विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनसँग रहेको छ भण्डारीले भन्नुभएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 2 चरणमा चुनाव नगर्न निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले निर्वाचन फागुन 21 हुने बताउँदै एकै चरणमा गर्न पनि सुझाव दिनुभयो। साथै स्वच्छ, निष्पक्ष र धाँधली रहित वातावरणमा निर्वाचन भए नेकपा 1 नम्बर पार्टी बन्ने दाबी पनि प्रचण्डले गर्नुभयो। सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने उहाँको जिकिर रहेको थियो। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बुधबार आज पनि घटेको छ। मंगलबार 12 अङ्कले घटेको नेप्से सूचकमा सामान्य गिरावट आएको हो। बुधबार नेप्सेमा कारोबार भएका मध्ये 134 कम्पनीको शेयर मूल्य घटेको छ। नेप्से सूचक घटे पनि बुधबार 4 कम्पनीको शेयर मूल्य 10% सम्म बढेपछि सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ। बुधबार नेप्से सूचक घट्ने बढ्ने गरे पनि बन्द हुँदा घटेरै बन्द भएको हो। बुधबार सकारात्मक सर्किट लागेका कम्पनीमा कालिन्चोक दर्शन, सुपरमाई हाइड्रो, सुपरमादी हाइड्रो र आँखुखोला जलविद्युत रहेका छन्। नेप्सेमा धेरै कारोबार हुनेमा पनि आँखुखोला हाइड्रो नै रहेको छ। बुधबार कारोबार सुरु हुँदा 2683.15 अङ्कमा रहेको नेप्से 1.64 अङ्कले घटेर 2681.50 बिन्दुमा झरेको छ। आज 113 कम्पनीको शेयर मूल्य बढेको छ भने 13 कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन। नेपाली बजारमा सुन चाँदीको भाउ फेरि उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ 14,400 रुपैयाँले वृद्धि भएको हो। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको भाव प्रति तोला 3,04,700 रुपैयाँ निर्धारण भएको छ। हिजो मंगलबार सुनको भाव प्रति तोला 2,90,300 रुपैयाँ थियो। त्यसैगरी बुधबार चाँदीको पनि भाव तोलामा 265 रुपैयाँले बढेको छ। मूल्य बढेसँगै चाँदीको भाव प्रति तोला 5,600 रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रति तोला 5,335 रुपैयाँ रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनु भएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो। सो अवसरमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेल सहित नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको 70औं वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन
गत आइतबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल जापान कूटनीतिक सम्बन्धको 70औं वार्षिक उत्सव विशेष स्वागत समारोहमा सहभागी हुनुभएको थियो। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यास अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको भन्दै नेपाल आयल निगमले तथ्याङ्क सार्वजनिक गरेको छ। निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले तथ्याङ्क सार्वजनिक गर्दै देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको जानकारी दिनुभएको हो। देशमा ग्यास आपूर्ति मागभन्दा बढी रहेको तथ्याङ्क सार्वजनिक गर्दै उहाँले उपभोक्तालाई नआत्तिन आग्रह गर्नुभएको छ। कार्यकारी निर्देशक भट्टका अनुसार नेपालमा दैनिक औसत करिब 1,14,000 सिलिन्डर ग्यासको माग रहेको छ। इन्डियन आयल कोअपरेसन आइओसीबाट पछिल्ला दिनमा उक्त परिमाण भन्दा धेरै बढी ग्यास लोडिङ भइरहेको उहाँले बताउनुभयो। भट्टले गत शनिबार 118 बुलेट अर्थात् 1,45,700 सिलिन्डर र मङ्गलबार 132 बुलेट अर्थात् 1,67,300 सिलिन्डर ग्यास लोडिङ भएको उहाँको भनाइ छ।